हेलो फ्रेन्ड्स वेलकम टु माई च्यानल। तपाईँले स्क्रिनमा देखिरहनु भएको क्वेसन जुन अल्जेब्राको यसलाई दुई किसिमले म गरेर देखाइदिन्छु। त्यो दुई किसिम एकदम सिमिलर छ। तपाईँले जुन किसिमले पनि ट्राई गर्न सक्नुहुन्छ। अब हेरौँ यसमा कसरी गर्न सकिन्छ। ल यो पहिलो तरिका जसमा म गर्न गइरहेको छु हैन। यसमा के गर्ने भने x + 3 छ। यसलाई हामी x + 6 - 3 लेख्न सक्छौं भने सिमिलरली x + 5 लाई पनि x + 6 - 1 लेख्न सक्छौं। x + 7 लाई पनि x + 6 + 1 लेख्न सक्छौं भने x + 9 लाई x + 6 + 3 लेख्न सक्छौं इक्वल टु 9 यता छँदैछ। अब यहाँ पुट गर्नुपर्ने हुन्छ। यहाँ पुट गरौँ x + 6 भनेको m हो भने अब यसलाई m - 3 भयो m - 1 m + 1 र m + 3 इक्वल टु 9 छँदैछ। अब m - 3 र m + 3 लाई मिलाउने भने कस्तो हुन्छ m² - 9 हुन्छ। त्यसैगरी m - 1 र m + 1 भनेको m² - 1 हुन्छ इक्वल टु 9 भइहाल्यो। m² - 9 लाई कस्तो लेख्न सक्छौं -5 र -4 लेख्न सक्छौं। m² - 1 लाई पनि -5 + 4 लेख्न सक्छौं इक्वल टु 9 त छँदैछ। अब यहाँ फेरि अगेन पुट गरौँ। यहाँ m² - 5 छ। यसलाई मैले n पुट गरे यानी n - 4 अर्को ब्र्याकेटमा हुन्छ n + 4 इक्वल टु 9 भइहाल्यो। यानी यो भनेको n² - 16 इक्वल टु 9 यानी n² इक्वल टु कति भयो 25 यानी n को भ्यालु आयो ±5। अब यहाँ दुईटा केस हुन्छ। यदि n को भ्यालु -5 हो भने n भनेको के हो n त अघि हामीले यहाँ पुट गरिसकेका छौं हैन। जुन मैले यहाँ एरोमा लगाइदिएको छु यो एउटा पुट गरेको हो यो एउटा पुट गरेको हो। अब यहाँ फेरि जाउँ n इक्वल टु -5 छ पहिलो केस जसमा n भनेको के छ m² - 5 छ इक्वल टु -5 यानी m² इक्वल टु 0 भयो। अब m² भनेको के हो m² भनेको फेरि सुरुमा पुट गरेको m² भनेको त x + 6 हो इक्वल टु 0। त्यसैले यहाँबाट x को भ्यालु आयो -6। अब फेरि यदि n को भ्यालु -5 को सट्टामा प्लस को 5 भए n भनेको के हो n भनेको हो m² - 5 इक्वल टु 5 यानी m² इक्वल टु 10 भयो। अब m भनेको कति हो m भनेको x + 6 यसको स्क्वायर इक्वल टु 10 x + 6 को होल स्क्वायरलाई हामी कस्तो लेख्न सक्छौं x² + 12x + 36 इक्वल टु 10 भयो। यानी x² + 12x + 26 इक्वल टु 0। यो एउटा क्वाड्रेटिक इक्वेसन हो जसमा x को भ्यालु हुन्छ -12 प्लस माइनस अंडर रूट 12 स्क्वायर माइनस 4 into 1 into 26 upon 2 into 1 गरेर यसबाट यसलाई सल्भ गर्ने भने x को भ्यालु आउँछ -6 प्लस माइनस अंडर रूट 10। यानी यसरी हामीले x को भ्यालु फाइन्ड गर्न सक्छौं। एउटा आएको छ यहाँबाट हैन -6 प्लस माइनस अंडर रूट 10 गरेर अर्को आएको छ यहाँबाट x को भ्यालु -6 भनेर यसरी तीनवटा भ्यालु आएको छ। यो एउटा तरिका। अब अर्को तरिकाबाट हेरौं यसलाई कसरी सल्भ गर्न सकिन्छ। अब अर्को तरिका हेरौं यो पनि पहिलो तरिका जस्तै सिमिलर छ हैन। यसमा के गर्ने भने जुन x + 3 र x + 9 छ त्यो दुईटालाई मल्टिप्लाई गर्यो भने कस्तो हुन्छ भने x² + 12x + 27 हुन्छ भने बाँकी बचेको x + 5 र x + 7 लाई मल्टिप्लाई गर्यो भने x² + 12x + 35 हुन्छ इक्वल टु 9 भयो। अब यहाँ x² + 12x + 27 त यहाँ छँदैछ भने यो x² + 12x + 35 लाई कस्तो लेख्न सकिन्छ भने 27 + 8 गरेर हामी 35 लाई लेख्न सक्छौं। अब यहाँ फेरि पनि पुट गरौँ x² + 12x + 27 छ यसलाई मैले m पुट गरे यानी कस्तो हुन्छ यहाँ m हुन्छ यतापट्टि ब्र्याकेटमा m + 8 इक्वल टु 9 हुन्छ। यसलाई सल्भ गर्यो भने
m square plus 8m minus 9 equal to 0 फेरि यसलाई सल्भ गर्यो भने यसबाट कस्तो हुन्छ भने m plus 9m minus 1 equal to 0 यानी m को भ्यालु आउँछ एउटा आउँछ 9 minus को 9 अर्को आउँछ प्लस को 1 अब यहाँ पनि फेरि दुईटा केस हुन्छ हैन पहिलो केस छ यदि m को भ्यालु 1 छ भने हैन m को भ्यालु 1 छ भने m भनेको यो हामी अघि पुट गरेको जो मैले यहाँ एरो लगाएको छु m हो x स्क्वायर प्लस 12x प्लस 27 इक्वल टु 1 x स्क्वायर प्लस 12x प्लस 26 इक्वल टु 0 भयो यो एउटा क्वाड्रेटिक इक्वेसन हो जसमा x को भ्यालु हुन्छ माइनस 12 प्लस माइनस 12 को स्क्वायर माइनस 4 into 1 into 26 अपॉन 2 into 1 गरेर x को भ्यालु आउँछ माइनस 6 प्लस माइनस अंडर रुट 10 फेरि अर्को केस छ यदि m को भ्यालु माइनस को 9 हो भने अब m क्यो m त हो x स्क्वायर प्लस 12x प्लस 27 हो m माइनस 9 त छँदैछ x स्क्वायर प्लस 12x प्लस 36 भयो यतापट्टि 0 यो x स्क्वायर प्लस 12x प्लस 36 लाई हामी कसरी लेख्न सक्छौं x प्लस 6 को होल स्क्वायर लेख्न सक्छौं इक्वल टु 0 यानी x प्लस 6 इक्वल टु 0 यसबाट x को भ्यालु आयो माइनस को 6 यसरी हामीले यसबाट पनि यो x को भ्यालु निकाल्न सक्छौं आई होप बुझ्नु भयो होला हस्त धन्यवाद बाइ